ल है साथी हो, आज फेरि म एउटा नयाँ भिडियो लिएर आएको छु। भिडियो चाहिँ एकदम हिउँ छ, यति हिउँ परेको छ हेर्नुहोस्, जताततै हिउँ छ, गाडी पार्किङ गर्ने ठाउँ पनि छैन, यति बाक्लो हिउँ परेको छ। गाडी पार्किङ गर्नलाई ठाउँ खोजिरहेको मान्छेहरूले, गाडी पार्किङ गर्ने ठाउँ नभएर सधैँ आइरहने घोडी पार्क आज आउँदाखेरि कस्तो अनौठो लाग्यो क्या, जताततै हिउँ नै हिउँ छ। यो हामीले यसो रुगाखोकी लाग्यो भने आएर दबाई गर्ने हस्पिटल हो। यताबाट नजाउँ होला हौ, पुरै हिउँले पुरिएको छ यहाँ त बाटै। मार्केट आएको खुट्टा हिउँले पुरै एकदम काटे जस्तो भइरहेछ, यस्तो जुत्ता लगाएर आउँदा पनि। माथि डाँडा हिउँले पुरै पुरिएको छ। खोइ गाउँ पुरै सेतै छ। यस्तो छ कि यो चाहिँ पार्क हो। गर्मीको बेला हामी आएर यहाँ यसो पेप्सी सेप्सी खाइन्छ बसेर, अहिले त यस्तो छ। हिउँ मजाले हेर्नु है, जसले मेरो भिडियो हेर्नुहुन्छ मजाले हिउँ हेर्नु, यस्तो हिउँ छ। घरको छानामा एक मुर्गी बाक्लो हिउँ पर्यो। आमामा कति साह्रो त यो हिउँ। हिउँको डल्लालाई हल्का लात्तीले फुटाइदिएँ मैले। क्यामेरामा पानी लाग्यो क्या हो।